to love Jason. So you told me that there was nothing going on that. मनमा कुरा खेलेर बस्यो भने चाहिँ खेलिरह्यो भने झन् निन्दा डिस्टर्ब हुने रहेछ निन्दै लाग्दैन के गर्ने अब कहिले निर्णय हुन्छ कहिले न्याय आउँछ हामीलाई साथीहरूसँग गफ गरेर बस्यो होला भनेर मैले त वास्ता गरेन पछि पो त्यो पुच्छारको बहिनीले देवरानी पर्नेले दुईजना मान्छेले दाइलाई लाग्यो भनेर भने के म त के गरौँ अब कहाँ गएर भेट्ने मान्छे भनेर म त रुँदै जाँदै फेरि हामी तीनजना चाहिँ गयो उतै माओवाद लेकतिरै गयो माओवादीले जस्तो जङ्गलमा अब तपाईँहरूको मान्छे छैन केलाई खोज्नु आएको काल आएर आएको हो घर तुरुन्तै गयो भने जाऊ नत्र भने यहाँ बाँध्दैन तिमीहरू मारिदिन्छ अब मलाई त प्रमाण एउटा चाहियो मर्यो भए काजक्रिया गर्नु पर्यो जिउँदो भए मान्छेले ल्याउनु पर्यो त्यही आशले चाहिँ हामी बसेको छ अहिलेसम्म कहिलेसम्म कुरेर यस्तोमा बस्नुपर्ने हो हामी मैले त मानवाधिकार भन्ने पनि थाहा थिएन अनि त्यो बेलासम्म त मान्छे नमारेकै थियो अहिलेको जस्तो खोजी निजी गरेको भने मेरो मान्छे त फिर्दै आउने रहेछ अनि कसरी के गर्ने माओवादीलाई भनेर भन्नुपर्ने कि सरकारलाई भन्नुपर्ने कि हामीले के गरेर खोज्नुपर्ने कि दुःख गरेर बनाएको घर हो पहिला त सानो घर थियो घर बनाएर धेरै पनि बस्नु पाएन मेरो श्रीमान घर बनाएर सकेर 1-2 वर्षमा त त्यस्तो भयो छाप्रा बनाएर कुखुरा पाल्ने भन्ने सुरु गरेर बसेको थियो म चाहिँ सल्लाह गर्दै थियो हामी त्यो बेला अनि मान्छे नै त्यस्तो भयो योहरू सबै यो फेर्नुपर्ने थियो अनि यो फेर्नुको लागि काठहरू ठिक पारिसक्यो सबै उता कोठामा टन्नै छ काठ मान्छे नभएपछि त कसले गर्ने थियो त्यसै छ यता उता हेऱ्यो त्योहरू सबै सामानहरू देख्छ अनि मान्छे यतिखेरसम्म मान्छे भएको भए कस्तो हुन्थ्यो अब कसरी बस्ने के गर्ने मन त त्यस्तै हो हुन्छ नि हाम्रो त्यसै सपना हो कि बेपना हो जस्तो गरी बसेको छ नि बाउ भएको भए छोराछोरीलाई पनि पालेर राख्थ्यो पाल्नु त अहिले पनि पालेरै रहेछ दाइले भए पनि खुसीले पाल्नु सक्थ्यो नि अहिले त पिर चिन्ताले बस्नु पर्यो नि सबैजना नमरेसम्म त हाम्रो आशै आश हुन्छ नि यस्तो गर्नुपर्छ यसरी बस्नुपर्छ यसरी कमाउनु सक्यो भने यस्तो गर्नुपर्छ भन्ने विचार त हुन्छ नि अहिले त छैन नि हाम्रो त बन्दै भइसक्यो नि मान्छे नभएपछि आँट पनि आउँदैन सुर पनि आउँदैन बनाउनु पनि इच्छा सक्दैन नि हामीले त जहाँ हिँडे पनि जहाँ गए पनि हाम्रो कुरा कालले पनि सुन्दैन हामी त कहिलेसम्म चाहिँ यत्तिकैमा बस्ने पर्ने हो थाहा छैन